हैन बिहानै उठ्छु यो समाचार देख्दाखेरि नि मलाई धेरै रिस उठ्न थाल्यो के आजभोलि। भर्खर सरकार काम गर्न सुरु गरेको छ। काम गर्नलाई यतिखेर सबर गर्न पर्यो कि नै? बजट छ कि छैन? त्यो बजट लिउनलाई 3-4 वर्ष बजट लिउनलाई लाओ। कहाँबाट फाइदा हुन्छ, कहाँबाट कसरी गरौँ भनेर योजनाहरू त बनिरहेका छन्। बल्ल यिनी बन्द सालौं पुराना बन्द फ्याक्ट्रीहरू खुलिया छन्। फ्याक्ट्रीहरू खुले त रोजगारी पाएन, जनताले पाएनन् रोजगारी। पाउँछन् न, सबैले रोजगारी एकैचोटि रोजगारी पाउने हो नि त छैन। एउटा फ्याक्ट्री खोल्यो, त्यहाँ मजदुर कति चाहिएका छन्, तीनलाई पाए अर्को फ्याक्ट्री खुल्छ, अर्को उगर अब रोडहरू बन्दैछन्। के तपाईहरूले चाहनुहुन्न युए का जस्ता चिल्ला रोड हुन्, जाँदाखेरि सर सफाई एकदम राम्रो होस्? यस्तो तपाईहरूले चाहनुहुन्न? कोही टुरिस्ट आएर वाओ नेपाल ब्युटिफुल कन्ट्री वाओ भनेर भन्दाखेरि तपाईहरूले जसले विरोध गर्न छैन, तपाईहरूकै छाती चौडा हुन्छ, तपाईहरूलाई गर्व हुन्छ हामी नेपालमा जन्मिएका हौं, हाम्रो नेपाल यस्तो भनेर। बाहिर कन्ट्रीमा जाँदाखेरि कहीँ बिल्डिङमा एउटा झण्डा लट्केको हुन्छ भने पार हामीलाई कति गर्व हुन्छ त्यही झण्डा मात्रै देखेर नि। कसैले बाहिरको मान्छेले कसैले तारिफ गर्यो भने हामीलाई कति गर्व महसुस हुन्छ। त्यही भएर प्लिज नेपाली जनताहरू कसैको कुरामा नआउनु, भड्काइमा नआउनु, और पत्रकारले पनि सही कुरोलाई मात्रै सामने लिएर आउनुहोस्, मैले भन्न चाहन्छु। त्यही भएर यतिकै हामी पर्ख्यौं, उसको बचत आउन पर्यो, उसको योजनाहरू गर्न पर्यो। 5 वर्ष त चुप्प लाएर हामी बसम, कमसे कम विरोध नगरेर सपोर्ट नगरेर चुप्प लाग्न त सकिन्छ कि के गर्दैछ भनेर। हामीले जनताले जिताएर आएको पार्टी हो, त्यसपछि बल्ल फैसला गरौँला न 5 वर्षमा के काम गरे, के काम भयो भनेर। बोल्दिन भनौं, मजबुर गरौँ नि के। त्यही भएर सबर गरौँ प्लिज।